सन् 2024मा मात्रै विश्वभरका डेटा सेन्टरहरूले नै करिब 415 टेरावाट आवर बिजुली खपत गरेछन्। यो भनेको त सिङ्गो बेलायत जस्तो विकसित देशले एक वर्षमा गर्ने कुल विद्युत खपतभन्दा पनि बढी हो नि। हो, एकदमै सुन्दा पत्याउनै गाह्रो पर्ने तथ्याङ्क छ यो। त्यही त। अनि सन् 2030 सम्ममा त यो भोक दोब्बर भएर झण्डै 945 टेरावाट आवर पुग्ने अनुमान गरिएको छ। हामी अब एआई अनि च्याटबट र क्लाउडका कुरा गर्छौं, तर यी भर्चुअल कुराहरूलाई जिउँदो राख्न जमिनमा कत्रो विशाल र डरलाग्दो भौतिक संरचनाहरूले 24 घण्टा आगो ओक्लिरहेका हुन्छन् भन्ने सायदै सोचिन्छ। साँच्चै भन्नुपर्दा त्यो भर्चुअल दुनियाँ चलाउने भौतिक मसिनहरू एकदमै ताता हुन्छन्। हो त नि। माइक्रोसफ्ट जस्तो कम्पनी त सर्भरको तातो घटाउन नसकेर आफ्ना डेटा सेन्टरहरूलाई सिङ्गै समुद्रको पिँधमा डुबाउन बाध्य भयो भनिन्छ। आजको यो विस्तृत छलफलमा चाहिँ हामी एउटा निकै रोमाञ्चक सम्भावनाको गहिराईमा जाँदैछौँ। एकदम सान्दर्भिक विषय हो यो। विषय के छ भने नेपालका हिमाल अनि चिसो हावापानी र अथाह जलविद्युत। के हामीले भारत र बङ्गलादेशलाई सस्तोमा कच्चा बिजुली मात्र बेचेर बस्ने, कि त्यो बिजुलीलाई प्रशोधन गरेर कम्प्युटिङ पावरको रूपमा विश्व बजारमा बेच्ने? के नेपाल दक्षिण एसियाकै ग्रीन कम्प्युटिङ हब बन्न सक्छ त? यो साँच्चै नै महत्त्वपूर्ण प्रश्न हो। अब यो ऊर्जाको भोग किन यति बिघ्न बढिरहेको छ भन्ने कुराको मेकानिजम बुझ्न जरुरी छ जस्तो लाग्छ मलाई। अलिकति प्रश्न पारिदिनुहोस् न यसमा। खासमा पहिले हामीले इन्टरनेट चलाउँदा वा गुगलमा केही खोज्दा, युट्युबमा भिडियो हेर्दा सर्भरले पहिले नै सेभ भएर बसेको डेटा मात्र तानेर ल्याउँथ्यो के? यसलाई धेरै ऊर्जा चाहिँदैनथ्यो। भनेपछि त्यो एउटा सामान्य लाइब्रेरीबाट किताब झिके जस्तो मात्र भयो। हो, ठ्याक्कै। तर अहिलेको यो जेनेरेटिभ एआई छ नि, जस्तै च्याटजिपिटी वा अन्य ठूला मोडलहरू, उनीहरूले त्यसरी काम गर्दैनन्। उनीहरूले त हरेक पटक नयाँ शब्द वा नयाँ चित्र अनि नयाँ कोड आफै क्याल्कुलेट वा गणना गर्नुपर्छ। भनेपछि हरेक पटक नयाँ सृजना गर्नु पर्यो। हो नि। अनि यसका लागि हजारौं ग्राफिक्स प्रोसेसिङ युनिटहरू अर्थात् जीपीयूहरू एकैसाथ चल्छन्। ती जीपीयूहरू यति धेरै तात्छन् कि एउटा हाइपर स्केल डेटा सेन्टरले एउटा विशाल एल्युमिनियम कारखानाले जति नै बिजुली खान्छ। ओहो, एउटा कारखाना बराबरको बिजुली एउटै बिल्डिङले खान्छ? खान्छ नि। अझ त्यो मसिनलाई पग्लनबाट बचाउन अर्थात् कुलिङका लागि दैनिक 3 लाख ग्यालन जति पानी बाफ बनाएर उडाउनुपर्छ। 3 लाख ग्यालन? त्यो त अकल्पनीय खपत भयो। हो, त्यही ऊर्जा र पानीको यो स्तरको खपतले गर्दा नै ठूला टेक कम्पनीहरू अहिले सस्तो बिजुली र प्राकृतिक रूपमै चिसो हावापानी भएको ठाउँको खोजीमा विश्वभर भौतारिरहेका छन् नि। भनेपछि प्रकृतिले नै हामीले एउटा बिल्टिन चिस्यान केन्द्र दिएको रहेछ नि त। यो सुन्दा मलाई ठ्याक्कै कफीको उद्योग याद आयो। कसरी? कफीसँग कसरी जोड्नु भएला? होइन, यस्तो हो के, हामी कहाँ उत्कृष्ट कफी फल्छ, तर हामी त्यो कच्चा कफीको घेडा एकदमै सस्तोमा विदेश पठाउँछौँ। अनि पछि त्यही कफी रोस्ट भएर सुन्दर प्याकेजिङमा क्याफेहरूमा आउँदा 100 गुणा महँगो मूल्य तिरेर हामी आफै किन्छौँ नि त। हो, एकदम सही भन्नुभयो। अहिले बिजुलीको हकमा पनि ठ्याक्कै त्यही भइरहेको छ क्या। हामी आफ्नो जलविद्युत एकदमै सस्तोमा विदेश निर्यात गर्ने योजना बनाउँछौँ अनि त्यही बिजुलीबाट चलेका विदेशी सर्भरहरूमा क्लाउड स्पेस वा एआई एपीआई किन्न भनेर करोडौं रुपियाँ बाहिर पठाउँछौँ। एकदम गम्भीर कुरा उठाउनु भयो। कच्चा बिजुली बेच्नुभन्दा त नेपालमै डेटा सेन्टर खोलेर उच्च मूल्यको डिजिटल सेवा निर्यात गर्नु अर्थतन्त्रको लागि गेम चेन्जर हुनुपर्ने होइन र? पक्कै हो। अब हेर्नुहोस् न, नेपालसँग करिब 83,000 मेगावाट जलविद्युत उत्पादनको सम्भावना छ भनिन्छ। तर अहिलेसम्म हामीले करिब 3,000 मेगावाटको हाराहारीमा मात्र उत्पादन गरिरहेका छौं नि। त्यो भनेको त कुल सम्भावनाको करिब 4% मात्र भयो क्या रे? हो, 4% जति मात्र हो। अहिले हाम्रो मुख्य मोडल भनेको ट्रान्समिसन लाइन तानेर छिमेकी देशलाई बिजुली बेच्ने नै हो। तर विश्वका अन्य देशहरूले फरक बाटो रोजेका छन्। अरू देशले चाहिँ कसरी गरिरहेका छन् त? आइसल्यान्ड र नर्वे जस्ता नर्डिक देशहरूको मोडल हेर्ने हो भने नि उनीहरूले आफ्नो देशको चिसो हावापानीलाई प्राकृतिक वरदान माने। उनीहरूले बिजुलीको तार बाहिर लगेनन्, बरु बाहिरका डेटा सेन्टरहरूलाई तार मार्फत आफ्नै देशभित्र ल्याए। बिजुली बाहिर पठाउनुभन्दा ग्राहक नै भित्र ल्याउने रणनीति। ठ्याक्कै। प्राकृतिक रूपमै चिसो हावा हुने भएकाले त्यहाँ कुलिङको लागि अतिरिक्त बिजुली र पानी खर्च गर्नु परेन। आज आइसल्यान्डको कुल घारस्थी उत्पादनको करिब 5% हिस्सा त डेटा सेन्टरले मात्र ओगटेको छ।
5% भनेको त एउटै क्षेत्रको लागि धेरै ठूलो योगदान हो नि, र नेपालको उच्च पहाडी र हिमाली भूभागको हावापानी पनि ठ्याक्कै त्यस्तै प्रकृतिको छ नि त। हामी भर्खर सम्भावना र नीतिका कुरा गर्दैछौँ, तर हाम्रो आफ्नै छिमेकी भुटानले त गुपचुप रूपमै तहल्का मचाइसकेछ नि। भुटानले सन् 2010 को दशकदेखि नै आफ्नो जलविद्युत प्रयोग गरेर क्रिप्टोकरेन्सी, विशेष गरी बिटकोइन माइनिङ गरिरहेको रहेछ। हजुर, एकदम। उनीहरूसँग त 13,000 भन्दा बढी बिटकोइन रिजर्भ छ रे। अझ त्योभन्दा पर गएर अहिले भुटानले $450 मिलियन को लगानीमा 40 देखि 50 मेगावाट क्षमताको पूर्ण एआई केन्द्रित डेटा सेन्टर बनाउँदैछ भन्ने खबर छ। हो, भुटानले एकदमै आक्रामक रूपमा काम गरिरहेको छ। दुवै देश भूपरिवेष्टित हुन्, दुवैसँग जलविद्युत छ, तर भुटानले यो फर्स्ट मुभर एडभान्टेज चाहिँ कसरी लिन सक्यो होला? यसमा खास गरी भुटानले आफ्नो जलविद्युत ग्रिडको डिजाइनमै परिवर्तन ल्यायो कि उनीहरूले परम्परागत उद्योगलाई मात्र बिजुली दिने गरी सोचेनन्। भनेपछि उनीहरूको पूर्वाधारै फरक छ। हो, हाई पर्फर्मेन्स कम्प्युटिङ अर्थात् उच्च क्षमताका कम्प्युटरहरूलाई कस्तो खालको निरन्तर र स्थिर बिजुली चाहिए त्यही अनुसार उनीहरूले सबस्टेशनहरू निर्माण गरे। भनेपछि प्राविधिक रूपमै तयार भएर बसे। अनि उनीहरूले विदेशी लगानीकर्ताहरूलाई हामी तिमीलाई सस्तो र 100% नवीकरणीय ऊर्जा दिन्छौँ भनेर सिधै सम्झौता गरे नि त। यो त डिजिटल एसेटमा गरेको सिधै रूपान्तरण हो। विश्वव्यापी पुँजी र प्रविधि त पक्कै पनि पर्खेर बस्दैनन्। एकदमै पर्खैदनन्। भुटानले यो कुरा बेलैमा बुझ्यो र विदेशी लगानी तथा प्रविधिलाई भित्र्याएर काम थाल्यो। नेपाल भने अझै पनि परम्परागत ऊर्जा व्यापारमै अल्झिरहेको छ। अब नेपालकै आन्तरिक बजारको धरातलमा ओर्लिएर हेरौँ न त। भर्खरैका गतिविधिहरू हेर्दा नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार बन्ने कुरा अघि त बढेको देखिन्छ नि। हो, भर्खरै केही राम्रा पहलहरू भएका छन्। जस्तै B2 डेटा भल्टले गुगल क्लाउडसँग सहकार्य गरेर नेपालमै पहिलोपटक टियर 4 हाइपरस्केल डेटा सेन्टर बनाउने तयारी गरिरहेको कुरा आएको छ। हजुर, यो निकै ठूलो डेभलपमेन्ट हो। चोबार र वीरगञ्जमा 100 देखि 200 र्याक क्षमताको कन्टेनर बेस्ड डेटा सेन्टर राख्ने र एआई सेन्टर अफ एक्सेलेन्स बनाउने कुरा आएको छ। यो टियर 4 अनि हाइपरस्केल भनेको सुन्दा त एकदमै भव्य लाग्छ, तर यसले प्राविधिक रूपमा चाहिँ खासमा के अर्थ राख्छ नि? अब यो डेटा सेन्टरहरूलाई उनीहरूको भरपर्दोपनको आधारमा टियर 1 देखि 4 सम्म वर्गीकरण गरिन्छ के। टियर 4 भनेको चाहिँ सबैभन्दा उच्च स्तर हो। भनेको सबैभन्दा सुरक्षित हो। यसको अर्थ हुन्छ 99.995% अपटाइम ग्यारेन्टी। यसलाई अझ सजिलो गरी बुझ्दा यदि मुख्य बिजुलीको ग्रिड फेल भयो भने पनि ब्याकअप जेनेरेटर र ब्याट्रीहरूले 1 मिलिसेकेन्ड पनि लाइन नकाटिकन सर्भरलाई निरन्तर चलाइरहन्छन्। हो, 1 मिलिसेकेन्ड पनि लाइन जाँदैन। यसमा रिडन्डेन्सी हुन्छ, अर्थात् हरेक कुराको वैकल्पिक व्यवस्था हुन्छ क्या। 2टा पावर लाइन हुन्छन्, 2टा कुलिङ सिस्टम हुन्छन्, 2टा इन्टरनेट केबल हुन्छन्। एउटा बिग्रियो अर्कोले तुरन्तै काम गर्छ। ठ्याक्कै। अनि हाइपरस्केल भनेको चाहिँ आकार र क्षमताको कुरा हो। हजारौं सर्भरहरूलाई एउटै विशाल नेटवर्कमा जोडेर आवश्यकता अनुसार क्षमता बढाउन वा घटाउन सकिने प्रविधिलाई हाइपरस्केल भनिन्छ। अमेजन, गुगल वा मेटाका डेटा सेन्टरहरू यस्तै प्रकृतिका हुन्छन् नि त। यहाँनिर एउटा रमाइलो विरोधाभास चाहिँ देखिन्छ है। कस्तो विरोधाभास? एकातिर गुगल जस्ता जाइन्टहरू आएर हाइपरस्केल सेन्टर बनाउने कुरा हुँदैछ, तर अर्कोतिर नेपालकै स्थानीय डेटा सेन्टरहरू पूर्ण क्षमतामा चल्न नसकेर सङ्घर्ष गरिरहेका छन् नि। यो स्थानीय बजारको यथार्थ हो। उदाहरणका लागि डेटा हब जस्ता कम्पनीहरूले 99.94% अपटाइम र उच्च साइबर सुरक्षा दिइरहेकै छन्, तर नेपालभित्रै उनीहरूले पर्याप्त ग्राहक पाइरहेका छैनन्। नेपाली ब्याङ्कहरू मर्ज भइरहेका छन्, कर्पोरेट क्षेत्र सानो छ, जसले गर्दा स्थानीय बजार खुम्चिँदै गएको छ। हजुर, बजार खुम्चिएको सत्य हो। यस्तो अवस्थामा बाहिरबाट आउने यति ठूलो हाइपरस्केल डेटा सेन्टरले त हाम्रा स्थानीय उद्योगलाई रातारात सिद्ध्याइदिने जोखिम हुन्छ नि, होइन र? हेर्दाखेरि आन्तरिक बजारको अर्थशास्त्रलाई हेर्दा त्यो जोखिम स्पष्ट देखिन्छ, तर यसलाई अलिकति अर्को कोणबाट पनि हेर्नुपर्छ जस्तो लाग्छ मलाई। कस्तो कोणबाट? आज नेपालमा काम गरिरहेका धेरैजसो आइटी कम्पनी र स्टार्टअपहरूले स्थानीय डेटा सेन्टर प्रयोग नै गर्दैनन् के? अनि उनीहरूले कहाँको प्रयोग गर्छन् त? उनीहरूले अमेजन वेब सर्भिसेज अर्थात् AWS र माइक्रोसफ्ट अज्युर जस्ता विदेशी क्लाउड सेवाको लागि मुम्बई वा सिङ्गापुरका सर्भरहरू प्रयोग गरिरहेका छन्। तर आफ्नै देशमा हुँदाहुँदै किन बाहिरको प्रयोग गर्छन् त?
किनभने उनीहरूले विश्वव्यापी बजारका लागि सफ्टवेयर बनाउँछन् नि त, अनि उनीहरूलाई त्यही अनुसारको अन्तर्राष्ट्रिय स्पिड, लेटेन्सी र इकोसिस्टम चाहिन्छ। अन्तर्राष्ट्रिय मापदण्ड चाहियो। हो, यदि नेपालमै अन्तर्राष्ट्रिय स्तरको हाइपरस्केल डेटा सेन्टर आयो भने ती नेपाली डेभलपरहरूले मुम्बईको सर्भर प्रयोग गर्नु पर्दैन नि। डेटा नेपालमै बस्छ, स्पिड फास्ट हुन्छ र सबैभन्दा ठूलो कुरा डलर बाहिरिनबाट जोगिन्छ। त्यो त एकदमै सकारात्मक पक्ष भयो। तर यसका लागि सरकारले टेक्नोलोजी, इकोनोमिक जोड वा प्राविधिक आर्थिक क्षेत्रहरू चाहिँ विकास गर्नुपर्छ। स्थानीय उद्योगलाई अपग्रेड हुन सहुलियत नदिने र विदेशीलाई मात्र रातो कार्पेट ओछ्याउने हो भने त स्थानीय कम्पनीहरू पक्कै पनि धराशायी हुन्छन्। हो, यो त भयो प्रविधि र अर्थशास्त्रको कुरा। तर विश्वव्यापी राजनीतिको अर्थशास्त्रले नेपाललाई अझै फरक र अकल्पनीय फाइदा पुर्याउन सक्छ भन्ने तर्क पनि उठिरहेको छ अचेल। यो भूराजनीतिको कुरा एकदमै इन्ट्रेस्टिङ छ। अहिले अमेरिका र चीन बीच जुन स्तरको प्राविधिक युद्ध चलिरहेको छ त्यो रोचक मात्र होइन, भयानक पनि छ नि त। हो, एकदमै तीव्र प्रतिस्पर्धा छ त्यहाँ। जस्तै चीनको डीपसीक R1 भन्ने एआई मोडल बजारमा आउँदा अमेरिकाको त्यो शक्तिशाली चिप निर्माता कम्पनी एनभिडियाको बजार मूल्य त एकै दिनमा $579 अर्ब डलरले घटेको थियो। ओहो, $579 अर्ब डलर एकै दिनमा? हो त नि। कारण के थियो भने डीपसीकले महँगा अमेरिकी चिप्स नकिनिकिनै सस्तोमै शक्तिशाली एआई मोडल ट्रेनिङ गर्न सकिन्छ भनेर प्रमाणित गरिदियो। यस्तो ध्रुवीकृत र आशंकाले भरिएको विश्वमा नेपालको सबैभन्दा ठूलो हतियार भूराजनीतिक तटस्थता हो भन्ने कुरा कतिको व्यावहारिक लाग्छ तपाईँलाई? एउटा अमेरिकी टेक जायन्टले नेपाललाई नै किन छान्छ त? यसमा एउटा गहिरो पाटो छ। आजको युगमा डेटा भनेको सुन हो र एआई भनेको त्यो सुनलाई प्रशोधन गर्ने मेसिन। सही भन्नुभयो। देशहरू अहिले आफ्नो नागरिक र सरकारको डेटा कतै विदेशीको वा विरोधी खेमाको हातमा पर्छ कि भनेर असाध्यै डराएका छन् के। यसलाई डेटा सोभरेनिटी वा डेटा सम्प्रभुता भनिन्छ। भनेपछि सबैले आफ्नो डेटा आफैसँग राख्ने चिन्ता छ। हो, अब नर्वेको उदाहरण हेरौँ न। नर्वे चिसो छ, बिजुली पनि छ, तर नर्वे नेटोको सदस्य राष्ट्र हो। त्यसैले त्यहाँ डेटा सेन्टर राख्दा त्यहाँ अमेरिकी वा पश्चिमी सैन्य ब्लकको प्रभाव रहन्छ भन्ने डर चीन वा मध्यपूर्वका देशहरूलाई हुन सक्छ नि त। त्यहाँ तटस्थताको अभाव भयो। ठ्याक्कै, जसले गर्दा नर्वेको तटस्थता स्कोर घट्छ। तर नेपाल पूर्ण रूपमा असंलग्न र तटस्थ छ नि। हामी कुनै पनि सैन्य गठबन्धनमा छैनौं। यो त हाम्रो निकै ठूलो शक्ति पो रहेछ त। हो, अन्तर्राष्ट्रिय कम्पनीहरूलाई आफ्नो अर्बौं डलरको डेटा र एआई ट्रेनिङका लागि एउटा यस्तो स्विट्जरल्यान्ड जस्तो ठाउँ चाहिन्छ जुन भूराजनीतिक चपेटा र प्रतिबन्धहरूबाट मुक्त होस्। नेपालले आफूलाई डिजिटल युगको तटस्थ भूमिको रूपमा मजाले ब्रान्डिङ गर्न सक्छ। तर खै, मलाई के लाग्छ भने नि, यो तटस्थताको बोर्ड झुन्ड्याउँदैमा खर्बौंको लगानी त आउँदैन होला। म एउटा ठूलो प्वाल देख्दैछु यहाँनिर। कस्तो प्वाल? मानौ गुगल वा माइक्रोसफ्ट नेपाल आउन तयार नै भएर ल, तर उनीहरूको मुटु भनेकै इन्टरनेट ब्यान्डविथ हो नि। अहिले हाम्रो अन्तर्राष्ट्रिय इन्टरनेट त लगभग 100% भारतको बाटो हुँदै आउँछ। एउटा मात्र देश र एउटा मात्र रुटमा भर परेर कसैले अर्बौं डलर लगानी गर्ला र? हजुरले एकदमै प्राविधिक चुनौतीको कुरा उठाउनु भयो। भोलि कुनै राजनीतिक तनाव भयो वा तार काटियो भने त नेपालका सबै अन्तर्राष्ट्रिय सर्भरहरू अन्धकारमा डुब्छन् नि, होइन र? हो, यो नेपालको सबैभन्दा ठूलो सिंगल पोइन्ट अफ फेलियर हो। कुनै पनि गम्भीर हाइपरस्केल डेटा सेन्टर सञ्चालकले एउटा मात्र देश हुँदै आउने इन्टरनेट केबलमा भर परेर पक्कै लगानी गर्दैन। अघि हामीले जुन रिडन्डेन्सीको कुरा गरेका थियौँ नि बिजुलीमा, हो, ठ्याक्कै त्यही कुरा यहाँ पनि लागू हुन्छ। बिजुलीको मात्र विकल्प भएर पुग्दैन, इन्टरनेट रुटको पनि विकल्प हुनुपर्छ। त्यसैले नेपालले चीन र बङ्गलादेशसँग क्रस बोर्डर फाइबर लिङ्क जोड्नै पर्छ। तर चीनतर्फको बाटो त अलि गाह्रो छ भन्छन् नि। हो, चीनतर्फको भौगोलिक अवस्था कठिन छ। हिउँ र पहिरोले तार काटिने जोखिम धेरै हुन्छ। तर पनि रणनीतिक रूपमा दोस्रो बाटो त नभई हुँदैन नि। बहुराष्ट्रिय फाइबर नेटवर्क सञ्जाल नबनाई हामी हब बन्नै सक्दैनौँ। भनेपछि पूर्वाधारमा धेरै काम गर्न बाँकी नै छ। यसका साथै अरू 2वटा कानुनी शर्तहरू पनि छन् जुन नभई अन्तर्राष्ट्रिय कम्पनी छिर्दैनन्। पहिलो भनेको डेटा सुरक्षा कानून हो। कानून नै छैन र हाम्रो? पर्याप्त छैन नि। कोही पनि विदेशी कम्पनीले आफ्नो डेटा त्यस्तो देशमा ल्याएर राख्दैन जहाँ सरकार वा तेस्रो पक्षले बिना अनुमति त्यो डेटा हेर्न नसक्ने पूर्ण कानुनी ग्यारेन्टी हुँदैन।
त्यो त हो, आफ्नो गोपनीय कुरा त्यसै कसले देला र? अनि दोस्रो भनेको कार्बन प्रमाणीकरण वा कार्बन सर्टिफिकेसन। एप्पल वा अमेजनले आफ्ना प्रयोगकर्तालाई हाम्रो एआई 100% ग्रिन ऊर्जाबाट चलेको छ भनेर त देखाउनु पर्छ नि। हाम्रो बिजुली त ग्रिन नै हो नि त, जलविद्युत भएपछि। हो, नेपालको बिजुली जलविद्युत भए पनि त्यसलाई अन्तर्राष्ट्रिय रूपमा प्रमाणीकरण गर्ने संयन्त्र हामीसँग भरपर्दो छैन के। ए, भनेपछि हामीले ग्रिन भनेर मात्र भएन, अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड अनुसार प्रमाणित नै हुनु पर्यो। एकदमै, कागजमै प्रमाणित हुनुपर्छ। हामीले अर्बौं डलर र विश्व राजनीतिको कुरा त गर्यौं, तर अलिकति भुइँतमा जाउँ न। जहाँ यी ठूला मेसिनहरू राखिन्छन् त्यहाँका बासिन्दाको अवस्था के छ भनेर हेर्नु पनि त्यत्तिकै जरुरी छ जस्तो लाग्छ मलाई। यो एकदमै व्यवस्था गरिएको तर महत्त्वपूर्ण पाटो हो। ललितपुरको नखुमा रहेको एन्सेलको डेटा सेन्टरको कथाले एउटा गम्भीर यथार्थ देखाउँछ नि। निर्माणको समयमा स्थानीय बासिन्दाहरूले त्यसलाई एउटा सामान्य गोदाम वा टहरा होला भनेर सोचेका थिए रे। हजुर, बाहिरबाट हेर्दा त्यस्तै देखिन्छ नि त। तर जब त्यो सञ्चालनमा आयो त्यहाँ ठूला जेनेरेटरहरूको आवाज, 24 घण्टा निस्कने धुवाँ र मसिनको कम्पाउन्डले गर्दा वरिपरिका घर नै थर्कने गुनासो स्थानीयले गरे क्या। किन एउटा सफ्टवेयर चल्ने ठाउँ यति धेरै कोलाहलपूर्ण हुन्छ नि। हामीले सुरुमै भने जस्तै डेटा सेन्टर भनेको सामान्य ल्यापटप जस्तो होइन नि त। त्यहाँ हजारौं सर्भरहरू लगातार चल्दा निस्कने तापक्रम भयङ्कर हुन्छ। त्यो कुलिङको कुरा आउँछ फेरि। हो, त्यो तापलाई चिस्याउन विशाल इन्डस्ट्रियल चिलरहरू चलाउनु पर्छ, जुन ठूला एसी जस्ता मसिन हुन्। पानी तान्ने ठूला पम्पहरू 24 घण्टा चल्छन् र यदि बिजुली गयो भने ब्याकअपको लागि राखिएका हजारौं किलोवाट क्षमताका डिजल जेनेरेटरहरू एकैसाथ गर्जिन्छन्। ओहो, अनि त आवाज आउने नै भयो। त्यसले गर्दा अत्यधिक आवाज र कम्पन उत्पन्न हुन्छ के। एन्सेलले त आफ्नो ठाउँबाट कानून मानेरै बनाएको होला र त्यहाँ हानिकारक विकिरण नभएको स्पष्टीकरण पनि दिएको छ। तर खास समस्या कम्पनीको होइन, समस्या हाम्रो कानूनको हो जस्तो लाग्छ मलाई। कानूनको समस्या कसरी? यति ठूलो संरचना बनाउँदा जसले यति धेरै ऊर्जा र पानी खपत गर्छ, त्यसको वातावरणीय मूल्याङ्कन गर्नुपर्ने होइन र? यही नै र अचम्मको कुरा छ के। नेपालको वातावरण संरक्षण नियमावलीको अनुसूची 3 मा हेर्ने हो भने इटा भट्टा, सिमेन्ट कारखाना वा जलविद्युत आयोजना बनाउँदा वातावरणीय प्रभाव मूल्याङ्कन अर्थात् EIA गर्नुपर्ने स्पष्ट नियम छ। अनि डेटा सेन्टरको चाहिँ छैन? छैन। डेटा सेन्टर भन्ने शब्द नै त्यो कानूनमा छैन। सन् 2008 को साइबर कानूनले आजको AI र हाइपरस्केल युगको तापक्रम, पानीको खपत र वेस्ट अर्थात् विद्युतीय फोहोरको व्यवस्थापनलाई चिन्दैन। यो त एकदमै ठूलो लुपहोल भयो नि। हो, कानूनमै नभएपछि कम्पनीहरूले कानूनी रूपमा EIA गर्नु परेन नि त। नक्कुमा भएको त्यही हो। स्थानीय समुदायलाई सुरुमै यो कस्तो संरचना हो, यसले कति आवाज निकाल्छ र कति पानी तान्छ भनेर पारदर्शी रूपमा जानकारी दिने कानूनी संयन्त्र नै हामीसँग छैन। यो त एकदमै सोचनीय विषय हो। अब अहिले त राजनीतिक दलहरूले पनि प्रविधिलाई ठूलो एजेन्डा बनाउन थालेका छन् नि। जस्तै भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले त डिजिटल पूर्वाधार र आर्टिफिशियल इन्टेलिजेन्सलाई आफ्नो नीतिमै समावेश गरेको छ। हजुर, दलहरूले चासो देखाउनु राम्रो हो। अर्कोतर्फ नेपाल राष्ट्र ब्याङ्कले क्रिप्टोकरेन्सीलाई गैर कानूनी माने पनि नेपालमै क्रिप्टो माइनिङको पाइलट प्रोजेक्ट गर्ने कुराहरू पनि भित्रभित्रै उठिरहेका छन् भन्ने रिपोर्टहरू छन्। राजनीतिक वृत्तबाट प्रविधिलाई प्राथमिकतामा राख्नु त राम्रो कुरा हो, तर ग्राउन्ड रियालिटी र समुदायको भोगाई होर्केतिर अनि राजनीतिको हाइटेक सपना अर्कोतिर हुँदा कतै दुर्घटना त हुँदैन? एकदमै गम्भीर प्रश्न। राजनीतिक एजेन्डामा डिजिटल इकोनोमी पर्नु पक्कै पनि सकारात्मक सुरुवात त हो, तर उत्साह र सपनाले मात्र हाइपरस्केल डेटा सेन्टरहरू बन्दैनन् नि। पढ्नेसी त ताइयो हो, नेपाल राष्ट्र ब्याङ्कले स्पष्ट भनिसकेको छ कि हाम्रो कानूनी संरचनाले भौतिक मुद्रा बाहेकको डिसेन्ट्रलाइज्ड क्रिप्टोलाई चिन्दैन। त्यसैले कानून नबनाइकन पाइलट प्रोजेक्टका कुरा गर्नु भनेको हावामा महल बनाउनु जस्तै हो। अनि स्थानीयको कुरा नि? ठूला पूर्वाधार बन्दा स्थानीयको स्वीकृति वा कम्युनिटी कन्सेन्ट अनिवार्य हुन्छ। कानून एकातिर, राजनीतिको सपना अर्कोतिर र स्थानीय नागरिकको यथार्थ भोगाई अर्कोतिर भयो भने ग्रिन डेटा हब बन्ने नेपालको सम्भावना त उल्टै सामाजिक द्वन्द्वमा परिणत हुन सक्छ नि। साँच्चै यो सबै कुरा हेर्दा त नेपाल एउटा अभूतपूर्व भौगोलिक चिट्ठा बोकेर बसेको छ जस्तो देखिन्छ।
चिसो हावापानी अथाह जलविद्युत र भू-राजनीतिक तटस्थता जस्ता दुर्लभ सम्भावनाहरू हामीसँग छन्। एकदम यी हाम्रा बलिया पक्ष हुन्। तर यी सम्भावनाहरूलाई यथार्थमा बदल्न दशकौं पुराना कानूनहरू परिमार्जन गर्नुपर्नेछ अनि एउटै देशमा निर्भर इन्टरनेटको विकल्प खोज्नुपर्नेछ र सबैभन्दा महत्त्वपूर्ण कुरा स्थानीय समुदायलाई सँगै लिएर हिँड्नुपर्नेछ। हो नि, प्रविधि जतिसकै उन्नत भए पनि त्यसलाई धान्ने भनेको सुशासन, स्पष्ट नीति र भरपर्दो भौतिक पूर्वाधारले नै हो क्या। अवसरको यो सानो झ्याल बन्द हुनु अगावि नेपालले यी नीतिगत खाडलहरू पुर्नै पर्छ, नत्र हामी फेरि पनि दर्शक मात्र हुनेछौँ। एकदम सही कुरा। अब यो विस्तृत छलफलको अन्त्यमा नि एउटा यस्तो नयाँ कोणबाट विचार गरौँ जसले सायद हामी सबैलाई अलिक गहिरो सोचमा धकेल्नेछ। पक्कै पनि सुनौ न त। हामीले सुन्दै आएका छौँ कि नेपालका अधिकांश जलविद्युत आयोजनाहरू रन अफ रिभर अर्थात् नदीको बहावमा आधारित छन्। यसको अर्थ हिउँदोको समयमा नदीमा पानी सुक्दै जाँदा हाम्रो बिजुली उत्पादन वात्तै घट्छ। त्यतिबेला हामी आफैले विदेशबाट महँगोमा बिजुली किनेर ल्याउनु पर्ने बाध्यता छ। हजुर, हरेक हिउँदोको नियति नै हो यो त। अर्कोतर्फ एआई र डेटा सेन्टरहरूलाई वर्षको 365 दिन 24 घण्टा असीमित बिजुली र मसिन चिस्याउनका लागि लाखौं ग्यालन पानी अनिवार्य चाहिन्छ। उनीहरूले हिउँदो लाग्यो, पानी कम भयो भनेर मेसिन बन्द गर्न त मिल्दैन। मिल्दैन। उनीहरूको बिजनेस मोडल नै 24 घण्टा चल्ने हो। अब यहाँ एउटा गम्भीर प्रश्न उठ्छ। के भविष्यमा विश्वका ठूला एआई मोडलहरूलाई चिसो बनाउन र पावर दिनको लागि प्रयोग हुने बिजुली र पानीले गर्दा हिउँदोको समयमा हाम्रै आफ्ना नागरिकहरूले भने खानेपानीको हाहाकार र लोडसेडिङको मार खेप्नुपर्ने अवस्था त आउँदैन? यो साँच्चै नै डरलाग्दो परिदृश्य हुन सक्छ। प्रविधिको यो अन्धो दौडमा डलर कमाउने आशमा कतै हामीले भोलि आफ्नै नागरिकको आधारभूत आवश्यकतालाई त दाउमा लगाइरहेका छैनौँ? यही एउटा गम्भीर प्रश्न मनन गर्न छोड्दै आजको यो विस्तृत छलफलबाट हामी बिदा लिन्छौँ।